हजुरले चाहिँ आफ्नो आइडी लगइन भइसकेपछि चाहिँ यस्तो इन्टरफेस आउँछ जहाँ चाहिँ आइडी पासवर्ड हानेपछि इन्टरफेस आउँछ हैन। यो भनेको तपाईँको 50% चाहिँ केवाइसीहरू भइसक्यो। यस्तो चाहिँ तपाईँले यो कोर्सहरू हेर्न मिल्यो, तपाईँको आइडी ओपन भयो। यहाँ हजुरले 3 डटमा जानुहुन्छ भने यो साइडको यो डबल डटमा चाहिँ हजुरले थिच्नु भयो नि यस्तो खालको थुप्रै इन्टरफेस आउँछ। हजुरले एडिट प्रोफाइलमा गएर आफ्नो फोटोहरू राख्न मिल्यो। हजुरले चाहिँ आफ्नो पासवर्डहरू चेन्ज गर्न मिल्छ भने हजुरले अफिलिएट प्रोग्राम भन्ने हुन्छ नि हो, हजुरले अफिलिएट प्रोग्राममा थिच्नु पर्यो फर्स्ट सुरु। हजुरले अफिलिएट प्रोग्राममा हजुरले थिचेपछि यस्तो खालको इन्टरफेस आउँछ। हजुरले यसरी जुम इन जुम आउट गरेर नि हेर्न मिल्छ भने हजुरले हेरेपछि अलिकति तलमाथि सार्नु। हजुरले सार्दै गइसकेपछि यहाँ धेरै अप्सन आउँछ। यहाँ भन्ने छ स्टार अर्निङ भन्नेमा चाहिँ हजुरले चाहिँ सिम्पली थिच्नु पर्यो है। स्टार अर्निङमा यसरी थिचिसकेपछि तपाईँको यस्तो आउँछ। यस्तो आएपछि हजुर नडराउनु होला। हजुरले चाहिँ माथिपट्टि स्क्रोल गर्नु। स्क्रोल गर्दाखेरि चाहिँ यहाँ एउटा दिदीको चाहिँ फोटो आएको छ भने हजुरले चाहिँ यहाँनिर आफ्नो फोटो हालेर चाहिँ हजुरले फिङ्गर हुन्छ, फिङ्गरमा चाहिँ हजुरले अटोमेटिकली चाहिँ हजुरले यहाँ सबमिट भनेर चाहिँ सबमिट गर्न सक्नुहुन्छ है। ओके, यति भइसकेपछि यहाँ चाहिँ लेखेको छ एडमिन होइन भेरिफाई भनेर। यहाँ चाहिँ कम्पनीबाट केही समयमा भेरिफाई भएपछि यहाँ चाहिँ तपाईँको ड्यासबोर्डहरू इन्कम भएको सो हुन्छ भने हजुरले फेरि यसलाई चाहिँ एकपल्ट ब्याक गरेर 2-3 पल्ट ब्याक गर्नु। यदि नआयो भने फेरि यही डबल डटमा गएर चाहिँ हजुरले यसरी थिचेपछि यहाँ के छ टास्क प्रोग्राम भन्ने छ। हजुरले टास्क भनेको चाहिँ लाइक सब्सक्राइब गरेर चाहिँ पैसा कमाउने छ। यहाँबाट हजुरले टास्क प्रोग्राममा पनि हजुरले थिचेर चाहिँ हजुरले यसरी थिचेपछि एकछिन घुम्छ। घुमेपछि यस्तो आउँछ इन्टरफेस। यहाँ के छ जोइन नाउ एन्ड स्टार अन भनेरमा चाहिँ हजुरले थिच्नु भयो भने यहाँ यस्तो अप्सन आउँछ। यस्तो अप्सनमा हजुरले केही नगर्नु, यो भेरिफिकेसनमा थिच्नु। भेरिफिकेसनमा थिचिसकेपछि यहाँ मुनिपट्टि आउँछ यहाँ स्टार भेरिफिकेसन भन्ने ठाउँमा हजुरले थिचेपछि हजुरको यहाँ के छ हजुरले यहाँ चाहिँ आफ्नो फाइल हाल्नु पर्यो होइन। तपाईँको नागरिकता भए पनि हजुरले केही भए पनि हजुरले हाल्नु पर्यो है। जस्तै मानौँ मैले एउटा हाल्नेछु। हजुरले चाहिँ नागरिकता, पासवर्ड, ड्राइभिङ लाइसेन्स जे हालेपछि यहाँ तपाईँले हालेपछि चाहिँ यस्तो अप्सन आउँछ नेक्स्ट भनेर। नेक्स्ट सेल्फीमा चाहिँ हजुरले क्लिक गर्नु। हजुरले क्लिक गरिसकेपछि यहाँ अलाउ भन्ने अप्सन आउँछ। हजुरले चाहिँ अलाउ गर्नु। हजुरले अलाउ गरिसकेपछि चाहिँ यहाँ यस्तो अप्सन आउँछ जहाँ चाहिँ हजुरले चाहिँ आफ्नो सेल्फी लिनु है। हजुरले आफ्नो फोटो हालेपछि चाहिँ यहाँ नेक्स्ट सिग्नेचर भन्ने हुन्छ। हजुरले यहाँ नेक्स्ट सिग्नेचरमा चाहिँ क्लिक गरेर आफ्नो चाहिँ एउटा सिग्नेचर दिनु। जस्तै अब तपाईँले कस्तो हाल्नुहुन्छ तपाईँले चाहिँ यहाँ यस्तो आफ्नो सिग्नेचर हालेर चाहिँ हजुरले चाहिँ यहाँ मुनिपट्टि अप्सन हुन्छ। हजुरले चाहिँ यहाँ अलिकति डाउन गरेर चाहिँ हेर्नुभयो भने तपाईँको यहाँनिर अप्सन छ यसरी यहाँ तपाईँले सेभ भन्ने चाहिँ गर्न सक्नुहुन्छ है। सो हजुरले चाहिँ यहाँ क्लिक गरिसकेपछि चाहिँ 1-2 पल्ट गरी हेर्नु। कहिले कहिले सर्भर डाउन भएर चाहिँ नलिन सक्छ। नभए हजुरले यहाँ मुनिपट्टि चाहिँ डिटेल्स भन्ने छ। नेक्स्ट डिटेल्स गरेपछि चाहिँ यहाँ तपाईँको पर्सनल आइडी, पर्सनल नेमहरू मागिरहेको छ है। ओके, तपाईँको यहाँ फुल नेम भन्ने ठाउँमा चाहिँ हजुरले चाहिँ अब आफ्नो नामहरू हाल्नु पर्यो। यहाँ हजुरले जे नाम हाल्दा पनि हुन्छ। सो मैले चाहिँ यहाँ एकजनाको चाहिँ मैले रेन्डमली नाम हालिरहेको छु। सो ओके, सो हजुरले चाहिँ यसरी यहाँ नाम हालेर हजुरले चाहिँ यहाँ जन्ममिति हाल्नुपर्छ। जन्ममिति चाहिँ हजुरको कति हो यसमा हजुरले चाहिँ आफ्नो जन्ममिति हाल्नु पर्यो है। ओके, सो यसमा चाहिँ मैले आफ्नो जन्ममितिहरू हाल्दैछु। सो हजुरले चाहिँ यसरी डेटहरू हालेर चाहिँ हजुरले नेक्स्ट प्रिभ्यूमा गर्न सक्नुहुन्छ। गरिसकेपछि यहाँ सबै तपाईँको डिटेल्सहरू आउँछ। डिटेल्स आइसकेपछि तपाईँले यहाँ सबमिट भेरिफिकेसन गर्नुपर्ने हुन्छ। सबमिट भेरिफिकेसन गरेपछि यहाँ एकछिन घुमिरहेको छ जुन हजुरले हेर्न सक्नुहुन्छ। जुन यहाँ घुमिसकेपछि एकैछिनमा चाहिँ हजुरको लोडिङ लिएर चाहिँ सक्सेस हुन्छ है। सो एकछिन घुमिसकेपछि चाहिँ हजुरको यस्तो आउँछ यहाँ टास्क इनेबल होइन भेरिफाई भनेर चाहिँ आउँछ। केही टाइममा चाहिँ वेट गर्नुपर्ने हुन्छ। अनि हजुरले यहाँ भेरिफिकेसनमा गएर हेऱ्यो भने पनि तपाईँको यहाँ भेरिफिकेसन पेन्डिङ भन्छ। कम्पनीबाट चाहिँ अप्रुभ भएपछि हजुरको अप्रुभ भनेर आउँछ है। सो हजुरले चाहिँ वेट गरेर बस्नु होला र हजुरको केही प्रब्लम आयो भने चाहिँ भन्न सक्नुहुन्छ।